सम्पूर्ण दर्शक महानुभावहरूलाई नलेज इन्फर्मेसन च्यानलमा स्वागत गर्न चाहन्छु। साथीहरू, म हरि राहुल। म आज एउटा नयाँ भिडियो लिएर आएको छु। तपाईँले टपिकबाट पनि थाहा पाइसक्नु भयो होला हैन। यसमा चाहिँ सहकारी सम्बन्धी भिडियो रहेको छ। योभन्दा अगाडि पनि मैले चाहिँ मेरो अर्को च्यानल चाहिँ यो कोअपरेटिभ इन्फर्मेसनमा पनि सहकारी सम्बन्धी धेरै भिडियोहरू रहेको छ। अरू एक्स्ट्रा पनि भिडियो रहेको छ, त्यसलाई पनि भिजिट गर्नु होला। यो च्यानललाई पनि तपाईँहरूले चाहिँ लाइक शेयर सब्सक्राइब पनि गरिदिनु अनुरोध गर्न चाहन्छु। आयो त्यस्तै इन्फर्मेटिभ जानकारीमूलक भिडियो पनि हेर्न भिजिट गर्न सक्नुहुन्छ। आज म यसमा चाहिँ विशेषतः यो सहकारी चलाउने सबैले जान्नै पर्ने विषय भनेको के छ त भन्ने विषयमा थोरै चर्चा गर्छु मैले आफूले। यो सहकारी चलाउनु भएको छ, अब त्यहाँ कुनै सञ्चालकमा हुनुहुन्छ, कुनै पदमा लेखामा हुनुहुन्छ, अथवा कुनै सञ्चालक अथवा सहकारी चलाउने कुनै व्यवस्थापनमा हुन सक्नुहुन्छ हैन। त्योमा रहने व्यक्तिले के कुराहरू सिक्नुपर्ने हुन्छ, के कुरा जान्नुपर्ने हुन्छ, जान्नै पर्ने सिक्नै पर्ने कुरा के रहेछ त भन्ने विषयमा म थोरै चर्चा गर्छु आज म तपाईहरुसँग। अब यसमा कस्तो छ भन्दाखेरि, अब यो एक नम्बरमा चाहिँ सहकारी संस्थाको विनियमको बारेमा। जस्तै सहकारी संस्थामा कस्तो हुन्छ, सहकार ऐन 2074 पहिला चाहिँ 48 चाहिँ सहकारी ऐन 48 चाहिँ खारेज भयो, सहकारी नियमावली 49 पनि खारेज भयो। अनि त्यसपछि सहकारी ऐन 2074 आयो हैन। सहकारी ऐन 2074, सहकारी नियमावली 2075 हो। अहिले चाहिँ सहकारी नियमावली 2075 रहेको छ भने सहकारी ऐन 2074 हो। त्यसैको अधीनमा रहेर संस्थाको वर्तमान चाहिँ हामीले विनियम बनाउनु पर्ने हुन्छ। त्यसकारण त्यो सहकारी ऐन र नियमावलीको अधीनमा रहेर हामीले जुन संस्थाको विनियम बनाउँछौँ, विनियमको विषयमा पनि विनियम त्यसरी तयार गर्ने। अनि विनियम बनाउँदा पनि विनियममा भएका कुराहरू के हो त, संस्थाको उद्देश्य के होला हैन, अनि संस्थाले के कार्यहरू गर्न पाउने हैन, अनि समिति उपसमितिको काम कर्तव्य अधिकार के हो, उसले गर्नुपर्ने कामहरू के हो, उसका प्रक्रियाहरू, उद्देश्य अनि प्रक्रिया, अनि चाहिँ व्यवस्थापनका कुराहरू के हो, आर्थिक कुराहरू के हुन् हैन भने सम्पूर्ण स्ट्र्याटेजी प्लान सहितको चाहिँ कुराहरूलाई हामीले चाहिँ विनियम हुन्छ। विनियममा गर्ने संस्थाले गर्ने कुरा मात्रै चाहिँ उल्लेख गरेको हुन्छ। त्यो बाहिरी कुराहरू हामीले चाहिँ गर्न मिल्दैन। संस्था विनियममा भए अनुसारको कुरा चाहिँ के कुरा त्यही बराबरको संस्थाको विनियमको विषयमा चाहिँ जानकारी। जस्तै संस्थाको उद्देश्य के हो भनेर पनि जानकारी। संस्था विनियम पढिसकेपछि पनि यदि विनियम विषय यदि तपाईहरुलाई संस्थाको विनियमकै विषयमा जानकारी भएन भने संस्थाले गर्ने कार्य के हो हैन भन्ने कुरा पनि थाहा हुन्न, संस्थाको उद्देश्यको बारेमा थाहा हुन्न, अनि पदाधिकारीको काम कर्तव्य अधिकारको बारेमा थाहा हुन्न, अनि चाहिँ संस्थाले गर्ने कार्यको बारेमा थाहा हुँदैन हैन। अनि सभाका उद्देश्य, अध्यक्षका कामहरू, समिति उपसमितिको काम कर्तव्य व्यवस्थापनका समिति, अनि के कार्य गर्न हुने, कस्तो के कार्य गर्न नहुने भन्ने सम्पूर्ण कुराहरू हुन्छ। त्यो विषयमा चाहिँ तपाईँ एकदम विशेषतः भनेको संस्थाको विनियमको विषयमा जानकारी महत्त्वपूर्ण, यो आफैमा पनि महत्त्वपूर्ण हुन्छ। किनभने यदि यो विनियमको बारेमा थाहा भएन पनि समस्या हुन्छ, यति कुरा जान्नै पर्ने हुन्छ। अब दोस्रोमा रहेको छ दुईमा संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू, जस्तै पोलिसिस भन्छौँ हामीले हैन, पोलिसीहरू। यसमा कस्तो छ भन्दाखेरि, यदि तपाईले सहकारी संस्था चलाइराख्नु भएको छ भने संस्थाको इन्टर्नल भन्छ हैन, संस्थाको इन्टर्नल, हामीले एक्सटर्नल भन्दा पनि इन्टर्नल पोलिसीहरू बनाउनु पर्ने हुन्छ हैन। इन्टर्नल पोलिसीमा जस्तै हुन सक्छ कर्मचारी, जस्तै आन्तरिकमा कर्मचारी प्रशासनका कुराहरू, आर्थिक प्रशासनका कुराहरू हैन, बचत नीति, ऋण नीतिका कुराहरू, राहत कोषका कुराहरू, अनि तपाईको चाहिँ यो चाहिँ तपाईको धितो मूल्याङ्कनका कुराहरू, ऋण नीतिका कुराहरू, सदस्यताका कुराहरू, विभिन्न संस्थाको लागि आवश्यक के हो, तपाईको संस्थाको लागि आवश्यक आन्तरिक नीति के हो भनेर त्यो नीतिहरू तयार गरेर कार्यान्वयन, त्यही आधारमा चाहिँ हामीले चाहिँ नीति बनाएर त्यही कुरा पुनः कार्यान्वयन गर्नुपर्ने हुन्छ। यदि चाहिँ सहकारी संस्था तपाईले चाहिँ चलाउनु भएको छ, यदि चाहिँ तपाईले नीति चाहिँ छैन, केही पनि छैन, नीति नै बनाउनु भएको छैन, नीतिहरू पनि थोरै छ भने पनि हुन्न। जस्तै बचत नीतिका कुराहरू हुन्छ, ऋण नीतिका कुरा हुन्छ, आर्थिक प्रशासन नीतिका हुन्छन्, अनि तपाईको सदस्यताका कुराहरू हुन्छन्, राहत कोषका हुन्छन्, सम्पत्ति शुद्धिकरणका आन्तरिक नीतिहरू हुन्छन् हैन, तपाईको चाहिँ कर्मचारी प्रशासनका कुराहरू हुन्छन् हैन। अब धेरै कुराहरू अझै
अभिलेख धुलाउने नीतिहरू हुन्छ हैन, खारेजीकी कुराहरू, सदस्यता खारेजीकी कुराहरू, धितो मूल्याङ्कनका कुराहरू, यो धेरै पोलिसीहरू संस्थाको लागि आवश्यक हुने पोलिसीहरू संस्था बढ्दै जाँदा अनि त्यसको आधारमा चाहिँ तपाईले पोलिसी पनि बनाउने अनि त्यही अनुसार कार्य गर्ने अनि कार्यविधिहरू तयार गर्ने, कार्यविधि अब नियम कार्यविधिहरू पनि तयार गर्ने, अब हैन ऐनका कुराहरू, सम्पत्ति शुद्धिकरणका कुराहरू कार्यविधि गर्ने तयार गर्ने, राज्यले भनेका कुराहरू, सम्पत्ति शुद्धिकरणका कुराहरू पनि यस्तो संस्थाको लागि आवश्यक इन्टर्नल नीतिहरू हो। त्यस्ता नीतिहरू पनि तपाईले चाहिँ तयार गरेर सञ्चालन गर्ने र कार्यान्वयन गरिहाल्ने। त्यो नीति जति संस्थाको लागि आवश्यक हुन्छ त्यो नीति संस्था बढ्दै गएपछि नीतिहरू पनि चेन्ज गर्नुपर्ने पनि हुन्छ। मैले अघि नै भने बचत नीति गर्नु, बचत कारोबारको लागि बचत नीति, ऋण कारोबारको लागि ऋण नीति, आर्थिक प्रशासन नीति हैन, अनि तपाईको चाहिँ धितो मूल्याङ्कन नीतिहरू हैन, कर्मचारी कसरी के गर्ने भने कर्मचारी प्रशासन नीतिका कुराहरू भयो हैन, अनि सदस्यता लिने कुरामा सदस्यता लिने, सम्पत्ति शुद्धिकरणका नीति कार्यविधिहरू, अनि तपाईको चाहिँ आर्थिक प्रशासनका कुराहरू हैन, अनि तपाईको चाहिँ कर्मचारी प्रशासनका कुराहरू, सदस्यतालाई राहत दिने कुरामा राहत नीतिहरू हैन, अरू थप नीतिहरू पनि संस्थाको आवश्यकता अनुसार के नीति आवश्यक हो त्यो पनि गरेर पनि गर्न मिल्छ भने यति कुरा पनि। यसरी चाहिँ पोलिसीको विषयमा पनि जानकार भइएन सहकारी संस्था चलाउन सकिँदैन। अब 3 मा चाहिँ मैले अघि नै थोरै चर्चा पनि गरेको थिएँ हैन, सुरुमा नै चर्चा गर्दा सहकारी ऐन। अब यो विशेषतः सहकारी ऐनको विषयमा पनि धेरै कुरा जान्नुपर्ने हुन्छ हैन। अहिले त सहकारी ऐनमा पनि केही संशोधन भएर सहकारी ऐन चाहिँ को अध्यादेश हैन, केही नेपाल ऐन चाहिँ संशोधन पनि केही कुराहरू बुदामा संशोधन भएर आएको छ हैन। अब यसमा पनि 3 मा के हुन्छ, सहकारी ऐन, सहकारी पहिला मैले भने सहकारी 48 खारेज न्यायालय 48 खारेज भएर सहकारी ऐन 74 हो। यो सहकारी ऐन 74 आयो, कोअपरेटिभ एक्ट 2074 आयो हैन। कोअपरेटिभ एक्ट 2074 आउँदा यसमा चाहिँ यसले भनेका कुराहरू के त, ऐनमा चाहिँ जे भनेको कुरा छ त्यही कुरा मात्रै गर्ने, नभनेको कुराहरू गर्दै नगर्ने हैन। त्यही त ऐनमा भनेका कुरा बाहेक बाहिरी कुरा। त्यसकारण यो विषयमा पनि तपाई पढेर बुझेर यो कुरा रहेछ भनेर त्यही अनुसार चाहिँ काम गर्नुपर्ने हुन्छ। यदि चाहिँ तपाईले ऐनमा भनेको कुरा भन्दा बाहिरी कुरा गर्नुभयो भने समस्यामा परिन्छ, कारबाहीमा परिन्छ हैन। त्यसकारण तपाईले चाहिँ ऐनले के भन्छ, ऐनमा जे कुरा भनेको छ त्यो कुरा भन्दा बाहिर चाहिँ तपाईले काम गर्नु भएन। त्यसकारण ऐनको विषयमा सहकारी ऐनमा भएका व्यवस्थाहरू एटलिस्ट तपाईले चाहिँ जान्नै पर्ने हुन्छ। यदि जान्नु भएन भने ऐनमा के कुरा छ त भन्ने कुरा पनि थाहा हुँदैन हैन। अनि थाहा नभएपछि यदि तपाईलाई चाहिँ यदि लाइसेन्स नभएको ड्राइभरले अब कहाँ जाने भन्ने कुरो तय नभएको चाहिँ ड्राइभरले कहाँ जाने भन्ने तय छैन, जस्तै बुटोल हिँड्न लाएको कि पाल्पा हिँड्न लाएको त्यो भएन भने त्यो चाहिँ त्यो संस्था चाहिँ के हो भन्दाखेरि त्यो ठाउँमा पुग्दैन। त्यसकारण तपाईले चाहिँ यो सहकारी चलाउने भनेर आइसकेपछि यति सहकारी ऐनको कुराहरू 2074 को विषयमा पूर्ण जानकारी हुनुपर्ने हुन्छ। अब 5 मा मैले अघि नै पनि चर्चा गरेँ हैन, सहकारी न्यायावली। अब सहकारी 49 लाई खारेज भएर 49 लाई खारेज गरेर सहकारी न्यायावली 75 आयो। सहकारी न्यायावली 2049 लाई खारेज गरेर सहकारी न्यायावली 2075 आयो हैन। अब सहकारी न्यायावलीको विषयमा पनि हैन, यो दुईटा चाहिँ राज्यले भनेका कुराहरू हैन, ऐन हो हैन। यही ऐनको अधीनमा रहेर हामीले चाहिँ सहकारी संस्थाहरू सञ्चालन गर्नुपर्ने हुन्छ। सहकारी न्यायावली भएका व्यवस्था अनुसार सहकारीमा के न्यायावलीमा के उल्लेख छ, उल्लेख भए अनुसारको मात्रै काम गर्ने। मैले अघि ऐनको कुरामा पनि भन्दै सहकारी न्यायालयमा तपाईलाई के भनेको छ त्यो भन्दा बाहिरी काम गर्ने भएन। नाइ पनि तपाई चाहिँ कारबाहीको भागीदार हुनुहुन्छ, तपाईलाई चाहिँ जरिवाना लाग्छ, कारबाहीमा पर्नुहुन्छ। त्यसकारण यो विशेष यति चाहिँ जान्नै पर्यो। अनि सहकारी न्यायालयमा के कुराहरू उल्लेख छ भन्ने कुरा पनि यदि तपाईले चाहिँ यदि त्यो विषयमा चाहिँ यदि चाहिँ तपाईले चासो राख्नु भएन, सिक्नु भएन, त्यसमा पढ्नु भएन भने थाहा हुँदैन के छ हैन। अब पढ्दै नपढेको कुरामा त के छ यदि अध्ययन गर्नुभयो यो कुराहरू छ भन्ने हुन्थ्यो। त्यसकारण तपाईले यदि सहकारी चलाउने भनेर मैले अघि नै पनि भनिसकेँ, यदि कुनै समिति उपसमिति हुनुहुन्छ, यदि चाहिँ समिति उपसमिति लेखा हुन सक्छ, व्यवस्था जुनसुकै भएको सहकारी चलाउने भनेर पदमा बस्ने भनेर आएको मान्छेले एटलिस्ट चाहिँ हैन व्यवस्थापनले पनि जान्न पर्ने हुन्छ, समिति उपसमितिले पनि जान्नै पर्ने हुन्छ, सबैले जान्नै पर्ने हुन्छ। यदि सहकारी चलाउनु भनेर आइसकेपछि सहकारी न्यायावली 2075 को विषयमा पनि जानकार हुनुपर्ने हुन्छ है तपाईहरु। अब चाहिँ 5 मा चाहिँ यो आधारभूत
लेखा प्रणाली अब कस्तो छ भन्दाखेरि यदि सहकारी सञ्चालन अब यसमा चाहिँ व्यवस्थापनका कुराहरू हुन सक्छन्, लेखा समितिले गर्ने कुराहरू हुन सक्छन् हैन। यदि चाहिँ आधारभूत लेखा प्रणाली अब हामीले चाहिँ लेखा दोहोरो लेखा प्रणाली अनुसार चाहिँ हामीले चाहिँ यसमा चाहिँ लेखा को कारोबार राख्छन्, डबल अकाउन्टिङ सिस्टम भन्छौँ, त्यही अनुसार दोहोरो लेखा प्रणाली अनुसार चाहिँ लेखा राख्नुपर्ने हुन्छ। यदि चाहिँ सहकारी चलाउने भन्ने व्यक्तिले यदि चाहिँ लेखा समितिले चाहिँ यदि चाहिँ यो सम्बन्धी लेखा सम्बन्धी जानकारी राख्न सक्नु भएन भने पनि तपाईँ समितिमा बसेर चेक जाँच गर्न सक्नुहुन्न, त्यसले चाहिँ राम्रो नतिजा दिन सक्दैन। यदि व्यवस्थापनमा पनि त्यस्तो छ, यदि चाहिँ लेखा सम्बन्धी जानकारी हुनुहुन्न भने तपाईँले संस्था चलाउनु गाह्रो हुन्छ, सञ्चालन गर्न गाह्रो हुन्छ, समस्या पर्न सक्छ। त्यसकारण के हो भन्दाखेरि यदि चाहिँ तपाईँहरूले आधारभूत भए पनि आधारभूत लेखा सम्बन्धी दोहोरो लेखा प्रणाली डेबिट क्रेडिटको विषयमा हैन, आधारभूत भौचर बनाउनुदेखि लिएर इन्ट्री गर्नेदेखि लिएर सम्पूर्ण कुराहरू एटलिस्ट आधारभूत सहकारी भौचर बनाउने कुराहरू अनि लेखा समिति एउटा चाहिँ डबल अकाउन्टिङ सिस्टम दोहोरो लेखा प्रणालीको विषयमा चाहिँ जानकार हुनुपर्छ। अनि अब सहकारीमा त अब अलिकति लेखा आधारभूत लेखा भन्ने बित्तिकै अब दोहोरो लेखा प्रणाली हुन्छ, डबल अकाउन्टिङ सिस्टम लागू नै हुन्छ। यसमा चाहिँ तपाईँले चाहिँ अब हिसाब किताबको कुरामा चाहिँ कसरी चाहिँ तपाईँले चाहिँ आफूले हिसाब गर्ने हैन, कसरी चाहिँ ऋणको विषयमा जानकारी गर्ने, कसरी चाहिँ तपाईँको चाहिँ सेयरको विषयमा जानकारी गर्ने, कोषको विषयमा जानकारी लिने हैन, कोषको कोडिङहरू के हुन्छन् हैन, सम्पत्तिको कोडिङ के होला, दायित्वको कोडिङ के होला, आम्दानीका कोडिङ के होला, खर्चका कोडिङ के होलान्, त्यस्ता कुराहरू पनि जानकारी गर्नुपर्ने हुन्छ। 80 भनेको के होला, 90 भनेको के होला, 100 भनेको के होला, 120 भनेको के होला, 110 भनेको के होला, 130 भनेको के होला, 140 भनेको के होला, 150 भनेको के होला, 160 भनेको के होला, 10 भनेको के होला, 20 भनेको के होला, 30 भनेको के होला हैन। अब यहाँ चाहिँ अब थोरै चाहिँ चर्चा गर्दा सम्पत्तिमा हामीले चाहिँ 80 भनेर नगद भन्छौँ हैन, आधारभूत लेखामा पनि त्यो कुराले सहकारीको कोडिङमा हिसाब नम्बरमा पनि जस्तो के भन्छ भन्दाखेरि सम्पत्तिमा के हुन्छ, सम्पत्तिमा 80 भन्छ नगद, 90 भन्छ बैंक खाताहरू भन्छ, सम्पूर्ण प्रकृतिको बैंक खाता, 90 भनेको बैंक खाता भयो, बैंक हिसाब भन्छ, 90 100 भनेको विभिन्न सङ्घ संस्था गरेको र सेयर लगानीलाई हामीले चाहिँ आर्थिक लगानी गरेर आर्थिक लगानीलाई हामीले 100 भन्छौँ। सङ्घ संस्था भएको बचतहरूलाई पनि हामीले 100 मा राख्न सकिन्छ। सङ्घ संस्था 3 महिनाभन्दा बढीको सङ्घ संस्थाको चाहिँ आवधिक बचतलाई हामीले पनि 100 मा राख्न सकिन्छ। 3 महिनाभन्दा बढीको बचतलाई हामीले 100 मा राख्न पर्ने हुन्छ। सङ्घ संस्थाले खरिद गरेको सेयरलाई हामीले 100 मा राख्नुपर्ने हुन्छ। जस्तै 120 भनेको पाउनुपर्ने हिसाब, 130 भनेको सम्पत्ति हिसाबहरू, स्थिर सम्पत्तिका कुराहरू, 140 भनेको अन्य सम्पत्ति हिसाब। दायित्वमा पनि 10 भनेको सदस्यको सेयर पुँजीको हिसाब, सम्पूर्ण प्रकृति सबै सदस्यको सेयर पुँजी कति छ त, 20 भनेको संस्थामा सम्पूर्ण प्रकृतिको कोषहरूको हिसाब गरेर कति रहेछ त, 30 मा सदस्यको बचत नीति 25 रहेछ, 40 भनेको बाह्य लोनहरू कति रहेछ, 50 भनेको जोखिम पर्जा कोषहरू हैन, ऋण सुरक्षण कोषमा कति के कुरा व्यवस्था गरिएको रहेछ, 60 भनेको भुक्तानी दिनुपर्ने पेबल एकाउन्ट कति रहेछ, 70 दिनुपर्नेमा अन्य भुक्तानी हिसाबहरू के रहेछ भने यसरी चाहिँ कम्ती संस्थाको आधारभूत लेखा पनि सम्पत्ति दायित्वको कुराहरू, दोहोरो लेखा प्रणालीका कुराहरू हैन, अनि डबल अकाउन्टिङ सिस्टमको कुरामा, भौचरिङका कुराहरूमा, इन्ट्रीका कुरामा, प्रविष्टका कुरामा चाहिँ जानकार हुनै पर्छ है। यति कुरा जान्न सक्दैन भने सरकार चलाउन सकिँदैन। अब यसमा चाहिँ यो 6 मा चाहिँ पल्स के अरे अनुगमन प्रणाली भन्छौँ हामीले। पल्सलाई यसलाई हामीले चाहिँ पल्स मोनिटरिङ सिस्टम भन्छौँ हैन। यसले चाहिँ अब यसमा चाहिँ 46वटा इन्डिकेटरको विषयमा चर्चा हुन्छ। यदि तपाईँले सहकारी चलाउने भनेर आउनु भएको छ नि, त्यहाँको व्यवस्थापनले, त्यहाँका लेखा समितिले, त्यहाँको चाहिँ मानुस् न लेखा समिति अनि व्यवस्थापन समिति अनि सञ्चालक समितिले एटलिस्ट चाहिँ पल्सको विषयमा चाहिँ जानकार हुनैपर्छ हैन। यदि चाहिँ जानकार भएन भने मैले योभन्दा अगाडिको मैले चाहिँ आफ्नो एउटा पल्सको चाहिँ लगभग 3.5 घण्टाको भिडियो चाहिँ मेरो कोअपरेटिभ न्यू इन्फर्मेसन च्यानलमा छ। त्यसमा सम्पूर्ण कुराहरू छ त्यसमा चाहिँ मैले लगभग 25-27 वटा संस्थाको लागि आवश्यक 3.5 घण्टाको तालिम
पनि लिन नपर्ने खालको चाहिँ मैले चाहिँ एउटा चाहिँ भिडियो चाहिँ बनाएको छु, भिजिट गर्नु होला पल्समध्ये। त्यसमा मैले धेरै इन्डिकेटरको विषयमा चर्चा गरेँ। यसमा पनि कस्तो छ भन्दाखेरि संस्थालाई एनालाइसिस गर्ने, संस्था कस्तो छ, संस्था बिरामी छ भनेर चेक जाँच गर्ने। जस्तै हामीले चाहिँ एउटा चाहिँ मान्छे बिरामी भयो भने त्यसलाई चेक जाँच गरेर ल तपाईँलाई सुगर छ, प्रेसर छ होइन, अथवा तपाईँको चाहिँ कोलेस्ट्रल बढ्यो, अथवा चाहिँ तपाईँमा चाहिँ कोलेस्ट्रल घटेछ बढेछ, अथवा तपाईँको चाहिँ रगतको कमी अथवा रक्त सञ्चार बढी भयो कम भयो भने जसरी मान्छेलाई चेक गरेर एउटा चाहिँ रिपोर्टिङ गरिन्छ, त्यस्तै नै यो पल्स मोनिटरिङ सिस्टमले पनि संस्थालाई चेक जाँच गर्छ है। इन्डिकेटर राखेर चेक जाँच गर्दा संस्था यदि चाहिँ स्वस्थ छ कि छैन भनेर यसले चाहिँ त्यो इन्डिकेटर राखेर चेक जाँच गर्न मिल्छ। संस्थामा ऋण लगानी कति छ त होइन, अब बचत नीति बचत कति हुनुपर्ने 70 देखि 80% छ कि नै, बचत सदस्यको बचत ऋण लगानी 70 देखि 80% छ कि छैन होइन, सदस्यको सेयर पुँजी चाहिँ 10 देखि 20% छ कि नै, सेयर सदस्य वृद्धि चाहिँ तपाईँको चाहिँ कति पर्सेन्टले 10 देखि 12-15% भएको छ कि नै होइन। अब यो तपाईँको चाहिँ लिक्विडिटी कति राख्ने 15-20% के हो त भनेर, प्रोभिजन कति गर्ने 5% भन्दा कम भएको न, यस्ता धेरै कुराहरू छ। म आज यसमा चाहिँ मेरो त्यो भिडियो नै छ 3.5 घण्टाको, सबै कुरा सिकाएको छु, तालिममा भएका सम्पूर्ण कुराहरू। त्यसलाई एकपटक तपाईँले भिजिट गर्नु होला। त्यसकारण यो पल्सले सम्पूर्ण, यदि पल्स तपाईँले अनुसरण गर्नु भएन भने संस्थामा समस्या आउँछ। यदि चाहिँ अनुसरण गरेर तपाईँले चाहिँ यदि ऋण लगानी कति भयो, बचत कति 70, यदि ऋण लगानी इन्डिकेटरले भनाउँछ गर्नु भएको छ कि नै, नागेको ऋणलाई म्यानेजमेन्ट गर्नु भएको छ कि नै, बचत नीति इन्डिकेटरले भनाउँछ छ कि नै, लिक्विडिटी मेन्टेन गर्नु भएको छ नि, सेयर सदस्य वृद्धि, सम्पत्ति वृद्धि, अनि तपाईँको चाहिँ लिक्विडिटीका कुराहरू होइन, अनि चाहिँ तपाईँको चाहिँ भाका नागेको ऋणको कुराहरू, हामीले चाहिँ रेट अफ रिटर्नका कुराहरू के छ भने सम्पूर्ण कुराहरू छ। यहाँ अहिले चर्चा गर्दा अलिकति लामो हुनसक्छ, त्यसकारण तपाईँले त्यो भिजिट गर्नु होला होइन। त्यसकारण पनि त्यहाँको लेखा समिति, त्यहाँको सञ्चालक समिति, त्यहाँको व्यवस्थापनले यो कुरा एटलिस्ट जान्नै पर्ने हुन्छ। पल्सको बेसिक इन्डिकेटरको बारेमा 40वटै नजाने पनि बेसिक इन्डिकेटरको बारेमा 15-17-20 वटा इन्डिकेटरको बारेमा तपाईँले यति कुरा जान्नै पर्ने हुन्छ है, नै पनि समस्या पर्न सक्छ। यसले चाहिँ सहकारी संस्थालाई चाहिँ यदि चाहिँ समस्या ग्रस्त सहकारीलाई यसले चाहिँ यदि चाहिँ त्यहाँ चाहिँ हामीले चाहिँ व्यवस्थापन गर्न सक्यो, यदि समस्या रह्यो इन्डिकेटरको माध्यमबाट यदि चाहिँ समस्या भयो भने यसले चाहिँ यो कुरामा समस्या भयो रहेछ, यो कुरालाई सुधार गर भनेर इन्डिकेटरले भनिदिन्छ, अनि त्यही कुरालाई सुधार गर्नुपर्ने हुन्छ। हामीले तुरुन्त सुधार गर्न सक्यो भने संस्थामा त्यो समस्या नआउन सक्छ। त्यसकारण यसलाई चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ है तपाईँहरूले। अनि साथमा चाहिँ मानव संसाधन व्यवस्थापन, अब यसमा पनि कस्तो छ भन्दाखेरि अब सहकारी संस्था सञ्चालन गर्दा यदि चाहिँ मानव संसाधन व्यवस्थापन चाहिँ व्यवस्थापनै गर्नुपर्ने हुन्छ। अब त्यसमा चाहिँ संस्थाको वृद्धि विकास अनुसारको चाहिँ मानव संसाधन राख्नुपर्ने हुन्छ होइन। अब सिओ लेभलका मान्छे, व्यवस्थापकीय मान्छेहरू राख्नुपर्ने हुन्छ, त्यही अनुसारको चाहिँ राख्नुहुन्छ। ठुलो संस्था छ भने अब सानो, यदि ठुलो संस्था छ भने तपाईँले चाहिँ अब अलिकति सानो चाहिँ अलिकति सबै कुरालाई मानव संसाधनमा पनि तपाईँले चाहिँ यदि ठुलो संस्था छ भने ठुलो संस्थामा यदि चाहिँ सञ्चालन गर्न नसक्ने मान्छे राख्नु भने सञ्चालन गर्न सक्दैन। त्यसकारण मानव संसाधन भनेको सहकारीमा एकदम विशेषतः महत्त्वपूर्ण, एकदम धेरै कुराहरू जानकार हुनुपर्छ क्या। यसमा सहकारीमा धेरै कुराहरू सिक्नुपर्ने हुन्छ, धेरै कुराहरू जान्नुपर्ने भएको हुनाले तपाईँले चाहिँ यदि चाहिँ त्यहाँको व्यवस्थापकीय मान्छेले पनि सबै कुरा जानकार हुन पर्यो, सिक्न पर्यो, जान्न पर्यो। अनि त्यही भएर अनुभवी मान्छेहरू राख्ने गर्नुपर्छ, उनीहरूको फेरि समस्या हुनसक्छ। त्यसकारण त्यहाँको ठुलो सहकारीलाई त्यहाँ चाहिँ अब तपाईँले चाहिँ सहायक लेभलका मान्छे पनि राख्न पर्यो होइन, म्यानेजर मान्छे पनि राख्न पर्यो होइन। एउटा चाहिँ अधिक तपाईँको चाहिँ लोन व्यवस्थापनको लागि अधिकृत ऋण अधिकृतका कुराहरू पनि राख्न पर्ने हुन्छ होइन। संस्थाको ब्यालेन्स सिट सदस्यको आकार अनुसार चाहिँ एटलिस्ट चाहिँ अब भन्दा चाहिँ हामीले चाहिँ 300 सदस्य बराबर एकजना कर्मचारी भन्छ होइन। त्यो अनुसार पनि कम्पनीमा पनि ठुलो सदस्य भएको, ठुलो ब्यालेन्स सिट भएकोमा त्यही अनुसारले चाहिँ कर्मचारी धेरै व्यवस्थापन गर्नुपर्ने हुन्छ। सानो छ भने त्यसलाई त्यही अनुसारले व्यवस्थापन गरेर जानुपर्ने हुन्छ। अहिले चाहिँ अब सहकारीका कामहरू पनि धेरै बढेको छ, धेरै चाहिँ रिपोर्टिङ गर्नुपर्ने
को अब धेरै कुराहरूमा राख्नुपर्ने पनि छ। त्यसकारण यो चाहिँ यसलाई चाहिँ विशेष चाहिँ तपाईँले चाहिँ के गर्नुपर्छ भन्दाखेरि यति चाहिँ कर्मचारी चाहिँ व्यवस्थापन चाहिँ गर्नु भएन भने त्यसले समस्या। यदि चाहिँ तपाईँले चाहिँ मानव संसाधनमा यदि कर्मचारी चाहिँ ठुलो सहकारी छ, अब तपाईँले चाहिँ ठुलो सहकारी छ, ठुलो ब्यालेन्स छ, ठुलो कारोबार भयो भने, ठुलो सदस्य छ भने तपाईँले 1-2 जना कर्मचारी राखेर सञ्चालन गर्नु भने त्यसले समस्या ल्याउन सक्छ। त्यसकारण संस्थामा एटलिस्ट मैले अघि नै भने 300 बराबर 1 जना कर्मचारीको आसपास छ। त्यसरी चाहिँ मिलाएर तपाईँले चाहिँ कर्मचारी व्यवस्थापन गर्न सक्नुभयो भने राम्रो हुन्छ। कर्मचारी व्यवस्थापन गर्दा एकदम दीर्घकालीन कर्मचारी राख्ने होइन, संस्थालाई हित हुने खालको दीर्घकालीन कर्मचारी राख्ने होइन, त्यसरी चाहिँ गर्नुपर्छ। सहकारी सम्बन्धी जानकार जान्ने बुझ्ने अनि चाहिँ उसको क्वालिफिकेसनको आधारमा अनुभव अनि उसको चाहिँ एजुकेसन क्वालिफिकेसनको आधारमा पनि त्यसरी चाहिँ छनौट गरेर राख्ने। अनि संस्थाको ब्यालेन्स सिट, सदस्यता, व्यवसायको आकारको आधारमा कर्मचारी राख्नुपर्ने हुन्छ। कर्मचारी अब ठुलो संस्थाले सानो थोरै कर्मचारी राख्ने र सानो संस्थाले सानो कारोबार छ, सानो सदस्य छ, सानो चाहिँ तपाईँको ब्यालेन्स सिट छ, त्यसको वासलात छ भने कर्मचारी फेरि धेरै राख्ने, त्यस्तो पनि गर्न भएन। त्यसरी चाहिँ म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। अब 8मा चाहिँ सुशासन, यो चाहिँ विशेष गुड गभर्नेन्स भन्छौँ हामीले होइन। यो चाहिँ सहकारी संस्थामा सञ्चालकमा पनि हुनुपर्यो अनि तपाईँ सबैमा लेखामा हुनु, सबै उपसमितिहरूमा पनि गुड गभर्नेन्स भएन भने, सञ्चालक समिति कर्मचारीमा भएन भने सुशासन चाहिँ हुनुपर्यो, नियम मान्न पर्यो, पालना गर्नुपर्यो। यदि चाहिँ सुशासन पालना गर्न सकेन भने संस्था सञ्चालन गर्न सकिँदैन। यदि सुशासन भएन भने एकले अर्कालाई भनेको कुराहरू नमान्ने, एकले अर्काले भनेको कुराहरू नगर्ने हुन्छ, ऐन नियमहरू पालना नगर्ने, सुशासन कायम हुँदैन। त्यसकारण सहकारी संस्थामा विशेषतः सुशासन हुनै पर्ने हुन्छ। यदि सुशासन भएन भने संस्था सञ्चालन गर्न सकिँदैन। अब 9मा चाहिँ सदस्य केन्द्रित सूचाङ्क। अब सदस्यको केन्द्रिततामा केन्द्रित सूचाङ्कहरू पनि चाहिँ सूचाङ्कहरू गर्ने सदस्यको आवश्यकता होइन, आवश्यकता के छन्, उनको सुझावहरू के छ, उनलाई कस्तो खालको प्रकृतिको चाहिँ प्रोडक्टहरूको चाहिएको छ होइन, कस्तो केन्द्र सदस्यको केन्द्रितताको सूचाङ्कहरू पनि महिला पुरुषहरू जस्तो के छ त, महिला पुरुषहरू के छ, अनि चाहिँ उमेर आधारको सदस्यता कति छ, यो युवा सदस्यता कति छ, वृद्ध सदस्यता छ, वयस्क सदस्यता के छ, अनि महिला पुरुषको सङ्ख्या के छ भनेको, अनि कस्तो कस्तो प्रकृतिको सदस्यताको केन्द्रीयता सूचाङ्क रहेको छ भने सम्पूर्ण इन्फर्मेसनहरू चाहिँ जानकारी लिनुपर्ने पनि हुन्छ। अनि कुन क्षेत्रगत सदस्य, कुन क्षेत्रमा कति सदस्य रहेको छ, कुन भौगोलिक क्षेत्रमा कुन सदस्यता रहेको छ, कुन त्यसको सूचाङ्कको अवस्था के छ त, कुन भौगोलिक क्षेत्रमा कुन कति सदस्यता छ, भौगोलिक क्षेत्रको आधारमा सदस्यता कति छ, क्षेत्रगत आधारमा सदस्यता कति छ भने सूचाङ्कहरू तयार गरेर सदस्यको केन्द्रीकृत सूचाङ्क पनि गर्नुपर्ने हुन्छ सहकारी। अब 10मा चाहिँ यो 10मा सम्पत्ति शुद्धिकरण निवारण ऐन तथा निर्देशिका हो। यो भनेको 2014देखि नै आइसकेको होइन, 2014देखि नै सम्पूर्ण बचत तथा ऋणको कारोबार गर्ने, एटलिस्ट चाहिँ अझै बचत 10 भन्दा बढीको बचत भएको कारोबार गरेको संस्था र ब्यालेन्स सिट चाहिँ 10 भन्दा बढीको कारोबार गरेको सहकारी संस्थाले अनिवार्य सम्पत्ति शुद्धिकरणमा चाहिँ कार्यविधि बनाएर टिटिआर रिपोर्ट या टिआर रिपोर्ट चाहिँ पठाउने भन्ने कुरा पनि व्यवस्था छ। यसलाई पनि विशेष ख्याल गर्नु, यति कुरा चाहिँ जान्नुपर्ने हुन्छ है। संस्थाले यदि चाहिँ ब्यालेन्स सिट ठुलो भएको सहकारी संस्था छ भने एटलिस्ट तपाईँको सहकारीले 10देखि माथिको ठुलो सहकारी छ भने तपाईँले टिटिआर रिपोर्ट, एसटिआर रिपोर्ट चाहिँ अनिवार्य पठाउनु पर्ने हुन्छ होइन। एउटा कार्यविधि बनाएर लागू गर्ने र त्यसमा चाहिँ यो कार्यान्वयन अधिकारी कसलाई राख्नुभएको छ त्यही अनुसार चाहिँ कार्यान्वयन अधिकारी जसलाई नियुक्ति गरिन्छ उसैले चाहिँ रिपोर्टिङ पठाउनु पर्ने हुन्छ होइन। त्यसकारण सम्पत्ति शुद्धिकरणको ऐन आएको हुन्छ, निर्देशिका आएको हुन्छ, त्यसले भनेका कुराहरू के भनेर परिपालन पनि गर्ने, त्यो कार्यविधि पनि बनाउने, त्यो कार्यविधिलाई लागू गर्ने र कार्यान्वयन गर्ने। आफ्नो संस्थाको अब 1.5 करोड छ भने त त्यो तत्काल चाहिँ यो सम्पत्ति शुद्धिकरणको चाहिँ त्यो कुराहरू नपठायो भने पछि चाहिँ तपाईँको चाहिँ भनेको छ होइन, 10देखि माथिको बचत अथवा ब्यालेन्स सिट भएको सहकारीले त्यो गर्नुपर्ने भनेर भनेको छ होइन। अब लेखा त्यो कुरालाई पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ। रिपोर्टिङको कुरामा टिटिआर हाम्रो चाहिँ सूचना इकाइ, राष्ट्र ब्याङ्कको सूचना इकाइमा पठाउनु पर्ने हुन्छ होइन। त्यो कुरालाई पनि विशेष ख्याल गर्नु पर्यो। त्यहाँको एटलिस्ट व्यवस्थापनले अथवा कार्यान्वयन अधिकारी कसलाई नियुक्ति गरेको छ उसलाई चाहिँ त्यो कुराहरू जानकारी हुन पर्यो।
उहाँहरूलाई जानकार हुन पर्यो एन्टी मनी लाउन्डिङको कुराहरूमा हैन। 11 मा शङ्कास्पद कारोबारको कुराहरू मैले अघि नै भने। अनि लेखा पर्सनले अब यसमा पनि अडिटिङले लेखा पर्सनले भनेका कुराहरू निर्देशिकाहरू अनुसार चाहिँ के कुराहरू यो सहकारीको लेखा पर्सन पनि एउटा छुट्टै फर्मेट तोकेको हुन्छ, त्यही आधारमा चाहिँ लेखा पर्सन गर्नुपर्ने हुन्छ हैन। पहिला चाहिँ जस्तै ब्याङ्क वित्तीय संस्थाको एउटा लेखा पर्सन हुन्छ भने सहकारीको एउटा लेखा पर्सन हुन्छ, फरक हुन्छ, फर्मेटिङ फरक हुन्छ। विभागले त्यसलाई छुट्टै निर्देशन गरेको हुन्छ, त्यही निर्देशनको आधारमा लेखा पर्सन तयार गर्नुपर्ने हुन्छ। अनि लेखा पर्सनले भनेका निर्देशनहरू पनि निर्देशिका लेखा पर्सनको निर्देशिका पनि एउटा तयार गर्ने अनि निर्देशिकाकै आधारमा चाहिँ हामीले चाहिँ निर्देशिकाले भनेको लेखा पर्सनको कुराहरू चाहिँ कार्यान्वयन गर्ने। त्यसरी चाहिँ त्यो कुरा चाहिँ लेखा पर्सन सम्बन्धी निर्देशिका पनि बनाएर लागू गर्ने, कार्यान्वयन गर्ने। लेखा पर्सन निर्देशनमा के कुरा छ त्यसले भनेका कुराहरू हामीले चाहिँ कार्यान्वयन गरेर अगाडि बढ्ने, त्यो कुराहरू चाहिँ त्यो विषयमा पनि तपाईहरु जानकार हुनैपर्छ। अब कोपमिसको विषयमा थोरै म अघि नै पनि थोरै लामो चर्चा त भएन। अब यो सहकारी संस्थालाई अनिवार्य रूपमा चाहिँ सानो ठुलो भनेर अहिले चाहिँ अब छुट्टाएन, अनिवार्य रूपमा चाहिँ कोपमिसमा इन्ट्री गर्नुपर्ने हुन्छ। अहिले चाहिँ अब अनिवार्य नै गर्यो, सानो ठुलो सहकारी भनेन, प्रकृति जस्तो सुकै प्रकृति भए पनि कोपमिसमा अनिवार्य गरेछ। यदि कोपमिसमा इन्ट्री नगर्ने सहकारीलाई यो समष्टिगत विवरण चाहिँ प्रविष्ट नगर्ने सहकारीलाई चाहिँ कारबाही गर्ने भनेर सूचना पनि निकाल्थ्यो। अब यसमा चाहिँ यति कुरा पनि त्यो व्यवस्थापनले समष्टिगत विवरण कसरी राख्ने, सदस्यको इन्ट्री कसरी गर्ने, सदस्यको फिर्ता कसरी गर्ने, सञ्चार समितिको विवरण कसरी भर्ने, कर्मचारीको विवरण कसरी भर्ने, ऋणको विवरण कसरी भर्ने भनेर, अनि चाहिँ सम्पूर्ण अडिट लेखा पर्सनको विवरण कसरी भर्ने भनेर त्यहाँ चाहिँ हालिदिनु, त्यहाँ राख्नुपर्ने हुन्छ प्रत्येक विवरणहरू हैन। अहिले चाहिँ त्यो कुरा चाहिँ कोपमिसमा राख्नुपर्ने हुन्छ अनिवार्य रूपमा हैन। त्यो कुरा त्यति कुरा पनि जानकार एटलिस्ट व्यवस्थापनले यति कुरा चाहिँ जान्न पर्ने हुन्छ है, नाइ पनि समस्या नै हुन्छ। यति अहिले त बेस चाहिँ कोपमिसमा हाल्ने भनिसकेपछि एकदम समस्या चाहिँ अब संस्थाको एउटा चाहिँ अनि यो डाटाहरू संस्थामा भएको सदस्यता हामीले चाहिँ आजकल त के भन्दा एकाउन्टिङ सिस्टमको सफ्टवेयरमा भएको सम्पूर्ण क्रियाकलापहरू त्यसमा राखिदिनु पर्ने हुन्छ कोपमिसमा। त्यसकारण यो चाहिँ राज्यले सहकारी सम्बन्धी विभागले अनिवार्य गरेको हुनाले यति सम्बन्धी नलेज चाहिँ सिकेर जानेर भए पनि जानकार हुनैपर्छ। अहिले चाहिँ सबै कुराहरू कोपमिसमा प्रविष्ट गर्नुपर्ने हुन्छ दैनिक रूपमा, त्यस्तो छ। त्यसकारण यो कुराको विषयमा जानकार हुनु भएन नै समस्या हुन्छ। कसरी समष्टिगत विवरण कसरी बन्ने त, सदस्यता इन्ट्री कसरी गर्ने, सदस्यताको फिर्ता कसरी गर्ने, सदस्यता आंशिक फिर्ताको रकम चाहिँ उसको चाहिँ फिर्ता कसरी मिलाउने हैन, कर्मचारीको इन्ट्री कसरी गर्ने, अनि तपाईँ चाहिँ सञ्चार समितिको इन्ट्री कसरी गर्ने, साधारण सम्बन्धी जानकारी कसरी गराउने हैन, धेरै कुराहरू छ नि कोपमिसमा गर्ने। अनि सञ्चार समितिको विवरण कसरी राख्ने, कर्मचारीको विवरण कसरी राख्ने, सम्पूर्ण कुरा राख्नुपर्ने हुन्छ। यो विषयमा जानकार हुनुपर्ने एकदम विशेष, अझ विशेष चाहिँ यसको विषयमा जानकारी हुनुपर्छ। 13 मा चाहिँ स्पिरिट रेटको विषयमा पनि अब यस्तो छ। योभन्दा अगाडि चाहिँ सहकारीको 16 चाहिँ स्पिरिट रेट, त्योभन्दा पहिला चाहिँ 15.75 थियो भने वृद्धि भएर 16 थियो। यो स्पिरिट रेटको विषयमा पनि तपाईँहरू मैले चाहिँ स्पिरिट रेटको विषयमा सन्दर्भ ब्याज दरको कुरा गरेँ। अब स्पिरिट रेट भनेको अब यस्तो छ, यसमा कस्तो छ भन्दाखेरि तपाईँहरूको सहकारी संस्थाको बचत, सम्पूर्ण बचतको प्रकृति र ऋणको प्रकृतिको चाहिँ औसत गरेर हामीले चाहिँ जुन स्पिरिट दर निस्किन्छ त्यसैलाई नै हामीले स्पिरिट दर रेट भन्छौँ। अब हामीले चाहिँ भन्दा चाहिँ स्पिरिट दर चाहिँ 6% भन्ने छ, ऐनमा चाहिँ 6 छ, तर यो लुम्बिनी प्रदेशमा चाहिँ औसत चाहिँ ऐन यो स्पिरिट दर चाहिँ 5% भन्दा उता 5% रहेको छ। त्यो अब स्पिरिट दर चाहिँ 6% भन्दा उता गर्न पाइँदैन हैन। तर चाहिँ स्थानीय तह चाहिँ आफ्नो चाहिँ अब सहकारीको ऐन आइसकेपछि पनि केन्द्रको सहकारी ऐन 2074 आइसकेपछि त्यो ऐनको मातहतमा विभिन्न प्रदेशहरूले चाहिँ सहकारी ऐन बनाएर पुनः बनाउँदा त्यसमा पनि स्पिरिट रेट चाहिँ अब तोकेको हुन्छ, कोहीमा 6 होला, कोहीमा 5 होला,
त्यो चाहिँ तोकेको हुन्छ हैन। त्यो विषयमा पनि तपाईहरु जानकारी हुन पर्यो। अब स्पिड दर कसरी निकाल्ने भनेर म मेरो भिडियोमा पनि यो स्पिड रेट कसरी कायम गर्ने भनेर भिडियो छ, त्यो पनि भिजिट गर्नु होला। यसमा चाहिँ कस्तो भन्दा तपाईको संस्थाको बचतको प्रकार के छ त्यो त्यसलाई सम गर्नुपर्ने हुन्छ। सम्पूर्ण प्रकृतिको बचतको रकम जे ब्याज दर छ त्यसलाई सम गर्ने, अनि जति चाहिँ जतिवटा चाहिँ शीर्षक छ त्यसलाई डिभाइड गर्ने, अनि जति भाग गरेर जति निस्किन्छ त्यो अङ्क, अनि यता ऋणको चाहिँ कतिवटा शीर्षक छ कतिवटा अनि ब्याज दरको रकम छ, अनि त्यसलाई सम गरेर जोडेर जति लोनको चाहिँ तपाईको लोनको चाहिँ शीर्षक छ त्यसले त्यो संख्यालाई भाग गरेर त्यो औसत आउँछ। त्यसमा घटाउनु भयो भने त्यसमा स्पिड दर आउँछ, त्यसैले हामीले स्पिड रेट भन्छौँ है। अनि यो स्पिड रेट चाहिँ 6% भन्दा उता गर्न पाइदैन है। केन्द्रमा चाहिँ यो 6% रहेको छ। यो विषयमा तपाईले 7% कायम गर्न पाइएन, 6 देखि माथि गर्नै पाइएन। यसलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। अब यहाँ 14 चाहिँ मैले अघि नै सन्दर्भ ब्याज दरको कुरा गरेको थिएँ। थोरै यता यो सन्दर्भ ब्याज दर भनेको सहकारी विभागले योभन्दा अगाडि चाहिँ एउटा चाहिँ जारी गरेको थियो। त्योभन्दा पहिला 1575 रहेको थियो हैन। सन्दर्भ ब्याज दर चाहिँ 1575 रहेको थियो, वृद्धि भएको थियो कि बीचमा कति 16% भनेको सहकारी संस्थाले 16% भन्दा उता चाहिँ ब्याज दर लिन मिल्दैन। त्यो भन्दा ल्यायो भने कारबाही गर्छ विभागले हैन। त्यसकारण यो विषयलाई सन्दर्भ ब्याज दर कति छ त भनेर पनि जानकारी हुन पर्यो। 16 भन्दा उता हामीले चाहिँ अब अहिले त ब्याज दर त अब अलिकति घटिरहेको अवस्था छ, मार्केटले गर्दा अब यस्तो चाहिँ अब एकदम चाहिँ घटेको अवस्था छ हैन। त्यो अहिलेको अवस्थालाई भन्दा अहिले चाहिँ यो भन्दा 16 भन्दा कम नै गरिएछ होला हैन। गर्नै पर्ने पनि हुन्छ, नाइ पनि समस्या के अरे अब तपाईको ऋण लगानी हुँदैन। बचतमा यहाँ चाहिँ बैंक वित्तीय संस्थाको सबैको चाहिँ छ, अवस्थाले परिवर्तन गराएको हैन। अब अवस्थाले बजारले जे चाहिँ माग्छ त्यही अनुसार चाहिँ ब्याज दर परिवर्तन गर्नुपर्ने हुन्छ। तर चाहिँ हामीले सन्दर्भ ब्याज दरको कुरामा चाहिँ जान्न पनि कुरा भनेको अहिलेको सन्दर्भ ब्याज दर भनेको 16% रहेको छ हैन। त्योभन्दा अगाडि चाहिँ 14.75 थियो, वृद्धि भएर 16% छ। यस विषयमा जानकारी हुनुपर्ने हुन्छ है। तर अहिले चाहिँ के हो भन्दाखेरि 16% गर्नुपर्छ भनेको चाहिँ होइन है, 16% छ सन्दर्भ ब्याज दर। किन भन्दा मार्केटले त अहिले त ब्याज दर त घटाउनै पर्ने अवस्था छ नि त। त्यसकारण ब्याज तपाईले अहिले चाहिँ 16 भनेर 16 राख्ने भन्ने कुरा होइन है। त्यसरी चाहिँ ब्याज दर घटाउनै पर्ने हुन्छ तपाईलाई। यो मार्केटले अवस्थाले चाहिँ सिर्जना गर्ने कुराहरू है सन्दर्भ। तर चाहिँ जानकारी हुँदा अहिले सन्दर्भ ब्याज दरको कुरा गर्दा हामीले 16% भन्छौँ। अनि 15 मा प्रविधिको प्रयोग सम्बन्धी ज्ञान। अब यो के छ भने सहकारी संस्थामा पनि प्रविधि सम्बन्धी अब किनभने ठुलो वित्तीय कारोबार गर्ने ठाउँमा यो प्रविधि पनि अनिवार्य राख्नुपर्ने हुन्छ हैन। अनिवार्य राखिसकेपछि सबै चाहिँ सिस्टमले हिसाब गरेपछि त्यहाँ चाहिँ मान्नुस् न एउटा चाहिँ त्रुटि हुने सम्भावना ज्यादै न्यून हुन्छ। त्रुटि भए पनि तुरुन्त पत्ता लाग्छ। त्यसकारण तपाईले चाहिँ त्यहाँ प्रविधि पनि राख्ने, अनि प्रविधिको बारेमा पनि यदि चाहिँ जान्नु भएन भने समस्या हुन्छ। अहिले यो त आइटी को जमाना छ, टेक्नोलोजीको जमाना छ हैन। अब त्यसकारण यो विषयमा चाहिँ प्रविधिको प्रयोग सम्बन्धी कुरामा पनि त्यहाँ रहेको सिस्टमको विषयमा आजकल त अधिकांश सहकारीमा सिस्टमहरू छ। त्यो विषयमा त सिस्टमको विषयमा त्यहाँ प्रयोग गरेको प्रविधिको विषयमा तपाईले चाहिँ जानकार हुनै पर्छ, सिक्नै पर्ने हुन्छ। यदि चाहिँ यो आइटी सम्बन्धी प्रविधि सम्बन्धी जानकारी हुनपर्छ। मोबाइल ब्याङ्किङका कुराहरू हुन्छन् हैन, सफ्टवेयर कोअपरेटिभ सफ्टवेयर सिस्टमका कुरा। अब प्रविधि भन्ने बित्तिकै जे पनि हुनसक्छ। तपाईको एटिएम सिस्टमहरू हुन्छ, सहकारीमा त एटिएमका कुराहरू, कार्डका कुराहरू छन् हैन, एसएमएस इन्टरनेट कुराहरू हैन, इन्टरनेट ब्याङ्किङका कुराहरू, मोबाइल ब्याङ्किङका कुरा, एसएमएस ब्याङ्किङका कुराहरू, अनि संस्थाको प्रविधि तपाईको चाहिँ संस्थाको मोबाइल एप्लिकेसनका कुराहरू, संस्थाको सिस्टमका कुराहरूको विषयमा जानकार चाहिँ हुनै पर्ने हुन्छ। अझ विशेष चाहिँ यो ज्ञान चाहिँ हासिल गरेको हुनुपर्छ। धन्यवाद सम्पूर्णलाई धन्यवाद। अब आज म चाहिँ यो नलेज इन्फर्मेसन च्यानलबाट तपाईलाई चाहिँ सहकारी चलाउने सम्पूर्णले जान्नै पर्ने विषयमा चाहिँ म थोरै चर्चा चाहिँ लगभग 16वटा 15वटा बुदाको विषयमा चाहिँ चर्चा गरेँ। पक्कै पनि यो भिडियोले तपाईलाई केही यसो
जानकारी इन्फर्मेटिभ गरायो होला भन्ने अपेक्षा गरेको छु र आगामी दिनमा यस्तै म इन्फर्मेटिभ भिडियो पनि बनाउने छु भन्दै यो च्यानललाई चाहिँ तपाईँले आफ्नो साथीभाइमाझ सहकारी कर्मीमाझ पनि सेयर गरिदिनु हुन अनुरोध गर्दै आजको यो भिडियोबाट पनि बिदा हुन्छु। जय सहकारी, नमस्ते।